2025 को यस वर्षको सौरेनी बस्ती कबीरपन्थ समाजको यो 3 दिने धार्मिक कार्यक्रम आजदेखि सुरु भएको छ र भर्खर हाम्रो गुरु साहेबको आगमन भइसकेको छ र अहिले प्रथममा हामी यहाँ पाइलागी कार्यक्रम गुरुदेवसँग हाम्रो सन्त समाज सबैले यो पाइलागी कार्यक्रमको सुरु भइरहेको छ र यो हाम्रो आनन्दी चौका वर्षमा एकपल्ट सम्पूर्ण सन्त समाज सौरेनी सन्त समाज मिलेर यो सम्पन्न गर्ने हाम्रो प्रत्येक वर्षको र यस वर्षको पनि हामी यो 3 दिने हाम्रो यो धार्मिक कार्यक्रम आजदेखि सुरु भएको यहाँहरूलाई अवगत गराउन चाहन्छु र यस गरी गुरु साहेबको पाइलागी कार्यक्रम सुरु भइरहेको छ। सौरेनी बस्ती कबीरपन्थ समाजको यस वर्षको आनन्दी चौकाको यो गेटमा म ठिक यो गेट अगाडि छु र यस वर्ष सम्पूर्ण सौरेनी बस्ती कबीरपन्थ समाजद्वारा वार्षिक यज्ञ आनन्दी चौका धुमधामले सम्पन्न भइरहेको छ र आजदेखि 3 दिनसम्म चल्ने यो आनन्दी चौका आजदेखि सुरु भएको छ र भर्खर गुरु साहेबको आगमनद्वारा अहिले चौकाको यो स्थल निकै रौनक देखिन्छ। यही दर्शन तपाईँहरूमा गराइरहेको छ साहेब भन्दै साहेब। सौरेनी बस्तीको यस वर्षको आनन्दी चौका आज सम्पन्न भइरहेको छ र यो वार्षिक हाम्रो सात्विक यज्ञ हिजोदेखि सुरु भएर आज दोस्रो दिनको यो आनन्दी चौका आरती सम्पन्न हुन लागेको छ र यो आज करिब 3 बजीदेखि सुरु हुनेछ र यो मण्डपको सजावट यस्तो प्रकारले गरिएको छ र यो हाम्रो कबीरपन्थको धर्मभित्रको विधि विधान अनुरूप यसलाई सिँगारिएको छ र केही क्षण पछि चाहिँ यहाँ गुरुदेव आएर आफ्नो पूजा अर्चना गर्नेछ। सम्पूर्ण भक्तजनको उपस्थिति धन्यवाद। चालो मण्डप आइदिनु पर्यो। सौरेनी बस्तीको यो आनन्दी चौका यस वर्ष 2025 यो आनन्दी चौका सम्पूर्ण सन्त समाजको तर्फबाट पालन भइरहेको छ र हर वर्ष यो आनन्दी चौका सम्पन्न हुने यो हाम्रो परम्परा भएकोले गर्दा यस वर्ष सौरेनी सन्त समाजको तर्फबाट यो आनन्दी चौका आरम्भ भइरहेको छ
र यो 3 दिने कार्यक्रम हिजोदेखि लिएर आज भोलि पर्सिसम्म चाहिँ यो कार्यक्रम रहनेछ भन्दै यहाँको समक्ष म यो अवगत गराउन चाहन्छु। उहाँहरूलाई सर्वप्रथम सौरेनी बस्ती कबीरपन्थ समाजको यस वर्षको 2025को यो आनन्दी चौकाको आज दोस्रो दिनको कार्यक्रममा सत्सङ्ग प्रवचनको कार्यक्रम अब सुरु हुन अन्य अतिथि वर्गलाई पनि हाम्रो आयोजक कमिटीको तर्फबाट अर्पण गरिदिनु भनी अनुरोध गर्दछु। पाल्नु भएको छन् र 4 थुमबाट यहाँ आज पाल्नु भएका छन्। यो दोस्रो दिनको कार्यक्रम आज हामी सम्पन्न गरिरहेका छौँ। हाम्रो गुरुदेव आसनमा बसिसकेको छ। यहाँ हाम्रो भुटान, नेपाल, ठाकुर, चमेता 4 दिशा तत्त्वबाट यहाँ सन्त समाजहरू भेला भएका छन् र आजको यो दोस्रो दिनको कार्यक्रममा भेला भएका यी सन्त समाजको फुटेजहरू तपाईँहरू समक्ष हामी प्रस्तुत गर्न लागिरहेछौँ। साहेब बन्देगी साहेब।
जुन मठबाट प्राप्त यहाँ उपस्थित हुनुभएको भए पनि उपस्थित सम्पूर्ण धर्मका पदाधिकारी वर्गहरू, मण्डली साहबहरू, अधिकारी साहबहरू, भैरव कैरलिङ माई साहबहरू, मण्डली माई साहबहरू, अधिकारी माई साहबहरू लगायत यो हामी कवीर धर्ममा बाँधिएका सम्पूर्ण पदाधिकारी वर्ग तथा सन्त समाजप्रति ती छलफल गर्ने विषयहरू चाहिँ वास्तवमा राख्दै गइयो अथवा तपाईँहरूको अन्तर्क्रियाबाट चाहिँ कुराहरू भन्दै गइयो भनेदेखि यी कुरा राम्रै हुन्छ होला जस्तो लाग्छ। अब अलिक थोरै चाहिँ म के भनौँ भनेदेखि म केही कुरा सरस्वती अध्ययन गर्ने मौका चाहिँ यहाँ धर्म भनेको के हो भन्ने कुरा छ। अब अलिकति त्यो भन्दै जाँदा अलिकति थोरै सकिहाल्छु ल, थोरै कुरा छ। धर्म, मान्छेले धर्म लिन्छ नि, धर्म के हो भन्ने कुरा छ। धर्म भन्नाले मूलतः कुनै पनि व्यक्ति, समाज वा समूहले अनुसरण गर्ने नैतिक नियम, कर्तव्य, विश्वास र आचरणलाई बुझ्छ। मैले पढ्दै मात्रै है, त्यसको व्याख्या गरिनँ। यसको परिभाषा संस्कृति, परम्परा र विश्वास प्रणाली अनुसार फरक हुन सक्छ। एउटा आध्यात्मिक पक्ष छ, जीवनको गहिरो सत्य खोज्ने अभ्यास छ। एउटा नैतिक पक्ष छ, एउटा सही र गलत बिचको भिन्नता बुझ्ने सिद्धान्त छ। एउटा कर्तव्य भन्ने छ अथवा धर्मको पालना भन्ने छ। समाज र परिवारप्रति गरिनुपर्ने जिम्मेवारी के हो भन्ने बारे जानकारी राख्नुपर्ने बुझाउँछ भने विश्वास प्रणालीभित्र भगवान, आत्मा, पुनर्जन्म जस्ता कुराहरूप्रति आस्थाको कुरा छ। अब उपस्थित रहनुहुने, उपस्थित हुनुहुने परम पूज्य गुरुका टिममा रहनुहुने परम पूज्य पुजारी साहेब, भण्डारी साहेब, अधिकारी साहेब, अधिकारी माई साहेब, मण्डली साहेब र अन्तर्राष्ट्रिय जगत जो भुटानबाट पाल्नुहुने विशिष्ट अतिथि अधिकारी साहेब अनि त्यसै गरी अन्तर्राष्ट्रिय जगतबाट, नेपाल क्षेत्रबाट यस कार्यक्रममा उपस्थित हुनुहुने